हाई गाइज, म चाहिँ अहिले नयाँ घरमा सरेको छु र तपाईँहरूलाई आज म होम भिजिट गराउँदैछु है। हेर्नु है, मेरो घर हेर्नु र जति पनि तपाईँहरूले मेरो घरमा पर्दा, कार्पेट, फर कार्पेट अनि तन्नाहरू देख्नुहुन्छ, त्यो सबै चाहिँ मैले बेडिङ डेकोरबाट लिएर आएको। र फर्निचर मलाई सोध्दै नसोध्नु होला, सबै श्री फर्निचरबाट हो। र श्री फर्निचरमा चाहिँ तपाईँहरूले अर्डर गरे अनुसार पनि पाइन्छ फर्निचरहरू र त्यहीँ गएर छानेर ल्याउँदा पनि हुन्छ। मेरो चाहिँ बेड चाहिँ जम्मैले सोधिरहनु भएको हुन्छ अनि यो ड्रेसिङ टेबलहरू पनि सोधिरहनु भएको हुन्छ। यो सबै मैले चाहिँ वहीँ गएर छानेर लिएर आएको हो है। हजुरहरू पनि नयाँ घर सर्नु भएको छ या नयाँ घर बनाउनु भएको छ भने चाहिँ सबै चिज एकै ठाउँमा पाउने भनेको चाहिँ श्री फर्निचर हो। अनि यो चाहिँ मेरो बहिनीको कोठा हो, तपाईँहरूले हेर्न सक्नुहुन्छ। र यो कोठा चाहिँ मलाई देखाउनै मन थिएन खासमा, यसले यति फोहोर पार्छ यति फोहोर पार्छ। आज म घरमा बसेको भएर अलिकति सफा पारेको भएर मात्र देखाएको, जति भन्दा पनि मान्दैन। अनि यो चाहिँ मेरो भाइको कोठा हो। अनि मेरो चाहिँ अहिले चाहिँ किचन र अनि पूजा कोठा चाहिँ माथि छ। म तपाईँहरूलाई मेरो किचन पनि देखाउँछु, थोरै छस्छ है। अनि त्यस पछाडि अब पूजा कोठा त तपाईँहरूले देखि नै राख्नु भएको छ। मैले प्रायः पूजा गरेको भिडियोहरू हालिरहेको हुन्छु। यो मेरो पूजा कोठा हो।